महोदय, आजको यस विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै गर्दा म रौतहट लगायत विभिन्न जिल्लाका दूरदराजका गाउँबाट काठमाडौँ लगायत विभिन्न शहरका अस्पतालहरूमा उपचारको सिलसिलामा दुःख शास्ति र चरम आर्थिक भारबाट हैरान परेशान बिरामीहरू र तिनका आफन्तहरू र त्यति पनि सामर्थ्य जुटाउन नसक्ने गाउँघरमै रहेका उपचारबाट वञ्चित बिरामीहरूको पीडा आत्मसात गर्दै नेपालको संविधानको धारा 35 को उपधारा 3 मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने मौलिक हकको रूपमा उल्लेख गरिएका छन्। तर गाउँका नागरिकका लागि त्यो अधिकार केवल कागजमै सीमित छ। शहरमा सुविधा थपिँदै जाँदा गाउँ अझै आधारभूत उपचारको प्रतीक्षामा छ। सम्माननीय सभामुख महोदय, काठमाडौँमा डॉक्टर टू पपुलेसन रेसियो 1:850 छ भने यही रेसियो दुर्गम जिल्लाहरूमा 1:150,000 रहेको छ। र यो केवल तथ्याङ्क होइन, यो स्वास्थ्य सेवामा भएको गम्भीर असमानताको प्रतीक हो। यो असमानता अझै बढ्दै जाने हो कि भन्ने चिन्ता छ, किनभने डॉक्टर्स, नर्सेज जस्ता दक्ष जनशक्तिहरूको बढ्दो ब्रेन ड्रेनले गर्दा हाम्रो स्वास्थ्य प्रणाली नै गहिरो सङ्कटतर्फ उन्मुख छ। नेपालमा हरेक वर्ष उत्पादन हुने चिकित्सकको सङ्ख्या र विदेश पलायन हुने चिकित्सकको सङ्ख्या लगभग बराबर हुन थालेको छ। त्यसैले यदि आज हामीले स्वास्थ्यकर्मी जोगाउन सकेनौँ भने भोलि अस्पतालका भवन त रहनेछन्, तर उपचार गर्ने डाक्टर र नर्स रहने छैनन्। सम्माननीय सभामुख महोदय, स्वास्थ्य क्षेत्रका ब्रेन ड्रेन जस्ता गम्भीर विषय सरकारले ल्याएको यस विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्थान नपाउनु चिन्ताजनक छ। त्यसैले स्वास्थ्य कर्मीका सम्मानजनक तलब भत्ता, सुरक्षा र कार्य वातावरण सुनिश्चित गरियोस्। पोस्ट ग्रेजुएट अध्ययन र विशेषज्ञता विकासका अवसर विस्तार गरियोस्। पीजी सिट्समा उल्लेख्य वृद्धि गरियोस्। दुर्गम क्षेत्रमा सेवा गर्ने स्वास्थ्य कर्मीलाई विशेष प्रोत्साहन प्याकेज ल्याइयोस्। स्वास्थ्य कर्मीमाथि हुने हिंसा विरुद्ध कडा कानुनी कार्यान्वयन गरियोस्। क्लिनिकल सब्जेक्टमा पोस्ट ग्रेजुएट अध्ययन गर्न कम्तीमा 1 वर्षको वर्क एक्सपिरियन्स हुनुपर्ने जस्ता इलोजिकल र अनजस्ट व्यवस्था खारेज गरियोस्। सम्माननीय सभामुख महोदय, प्रत्येक वर्ष लगभग 5 लाख नेपाली जनता महँगो उपचार खर्चकै कारण बिलो पभर्टी लाइन, गरिबीको रेखा मुनि धकेलिँदै गएको दुःखद अवस्था छ। त्यसैले WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनको रिकमेन्डेसन अनुसार स्वास्थ्य क्षेत्रको बजेट कुल बजेटको कम्तीमा 10% को व्यवस्था गरी वर्षौंदेखि उपेक्षित मधेस लगायत दुर्गम क्षेत्रका आम गरिब नागरिकहरूलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरियोस्। र साथै रौतहट जिल्लामा एउटा मेडिकल कलेज स्थापना गर्नको लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल।